जुन चक्र उठाई विष्णु खण्ड भई रहँदा महादेव पनि टिक्न सक्नुहुन्थ्यो। प्राण बचाउनु नै बुद्धिमानी हो भनेर 10 दिशा भागे। नारायण प्रवृत्ति देवता यक्ष गर्भ आफ्नो प्राण बचाएर भागेको देखेर काल सम्मान भएका ती वीरभद्र जिब्रो टोकी नागले सास फेरे जै सास फेरी यसले मोबाइल चलाउँदै बस्नु भएको छ, टिभी हेर्दै बस्नु भएको छ है। टिपाहरूको एकदम क्रेजी फ्यान हुन्छ उहाँ चाहिँ। दाजुले मजाले काट्नु भएको छ। अघि मैले काटेको थिएँ तर हजुरले काटेको भएन भनेर थर्काउँदै आफैले काट्न सुरु गर्नुभएको छ, काट्न थाल्नुभएको छ भनौँ। स्पष्ट रूपमा भन्नुपर्दा हामीसँग यतापट्टि गाजर छ, यतापट्टि प्याज पनि रहेको छ, टमाटर काट्दै हुनुहुन्छ, अनि अर्को सौका लसुनहरू पनि छ है। स्पागेटी चाहिँ रेडी हुँदैछ मोमोको भाँडामा है। यो सुपको लागि पनि म्यामले पानी हाल्दै हुनुहुन्छ। भोरी अलिक चिल्लो बनाउनु भएको जस्तो लाग्यो, तर खाना चाहिँ एकदम मिठो हुनेछ है। त्यो चाहिँ हामी एकदम हजुरलाई देखाउनेछौँ विथ रियाक्सन हो नि त है। सुत्तिकै चाहिँ एकदम क्याबेजको पालो आएको छ है बन्द है। हेरौँ उहाँको कला कस्तो छ है। चट्टै 2, 3, 4, 5वटा आइटमहरू। केराउ पनि काटेको छ, यो केराउहरू जस्तो लाग्यो हो। यस एक्ज्याक्टली केरा हो। हाम्रो बहिनीको कला हेर्नुहोस् कसरी काट्नुहुन्छ। चिकन भयो जस्तो भेजिटेबल धेरै त चाहिन्छ, त्यही नै के भन्न चाहन्छ ठिकै चाहिँ हाम्रो यो लगभग इन्ग्रेडियन्ट्सहरू चाहिँ रेडी भएको छ है, देख्न सक्नुहुन्छ। रेडी हुनु लागिसकेको छ। हाइड गर्नुभएको छ। हाम्रो किचनमा हाम्रो भाइ पनि आउनु भएको छ है। के भन्नु छ हाम्रो जीवित च्यानललाई लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। किचन डिपार्टमेन्टमा हुनुहुन्छ। ल भन्नुहोस् त के भन्दै हुनुहुन्छ। ओके सरी है। मिठो चटनी बनाउनुहुन्छ। अब अहिले चाहिँ सिधै हुनुहुन्छ सिलौटामा। सिलौटा कस्तो छ है, यदि चाहियो भने सम्पर्क गर्नु होला। यो चाहिँ हाम्रो फार्मासिस्ट म्यामले चाहिँ फार्मासिस्ट भनेको जस्तै त्यस्तो कस्तो पाको लागि चाहिँ मासुको पिस छुट्याउँदै हुनुहुन्छ है। सुप चाहिँ अब यस्तै छ हेर्नुहोस् त। भुट्नको लागि रेडी हो। हाम्रो बेबीहरू जिरा धनिया पुदिना नुन एड गर्दै हुनुहुन्छ है। टेस्ट गर्नुभयो। र अहिलेसम्म चाहिँ मैले बनाएको है, कृतिजीको हात मात्र राखेको हो त्यो है। मैले चाहिँ यसरी सहयोग गरिरहेको छु डक्टर यसो है। यो पनि एक प्रकारको चाहिँ हेल्प गरेको चाहिँ हो। त्यस्तो नबुझ्नु होला। बुढीलाई मात्र खाना बनायो यसले भनेर चाहिँ गाली नगर्नु होला है। मैले पनि योगदान दिएको छु है। स्पष्ट रूपमा देखिरहेको छ है। म दिएर सोधाउँ जसले एड गर्नु सक्छ कि थोरै मटर सोधेको वेट नुन हाल्यो, लसुन हाल्यो, लसुन हालेन। लसुनको चाहिएको किसान रोज जान्छ दाइलाई आटा भयो है। सबैको अहिले उता बसेर उता भन्दा कतिको एक्साइटेड खानियो तातै छ र
हेर लाइक द थिङ यसको रियाक्सन है एकछिन वेट गाइस बोलेको त्यति कस्तो कस्तो छ ल हाम्रो स्वस्तिकाजी नहाल्छौँ के छ नखा भन्छ यहाँ यत्रो छ यत्रो भाइ सकिन्छ होला भाइको के छ यो त सकिन्छ खारा ल मम्मी कस्तो छ ल भन्नुहोस् चाखेर ल है त यसो पनि मोले खान्छ सबै यसरी चट्नी परेर ल गुड छन् गर्ने खोला